दिदीले 100 टमाटर छाने। यहाँ चाहिँ दिदीले चाँदीको यो तपाईलाई मैले चुरा हेर्नु हुँदैछ। के अरे हाम्रो चाहिँ सब्जी भइसक्यो हो, हामी चाहिँ यहाँ बसिरहेको छौँ। ढिलो भइसक्यो घर। हेलो एभ्रिवान, नमस्ते। तपाईँहरू सबैजना राम्रै हुनुहुन्छ? म पनि एकदमै ठिकै छु। अनि साथीहरू अहिले चाहिँ हामी जाँदैछौँ मङ्गलबारी बजार है। अनि चाहिँ सब्जीहरू लिनु गएको। आज बिहिबारे बजार लाग्छ न मङ्गलबारीमा, त्यही जाँदैछु। अनि घरमा त लानुको दिल्ली लानुको लागि पनि एक दुईवटा सामानहरू लिने। अनि चाहिँ साथीहरू यसो जाने हो, जाउँ। अनि चाहिँ हामी चाहिँ अब गएको साथीहरू, अहिले तपाईँलाई भेट्छौँ बाटोमा ल। साथीहरू अहिले चाहिँ हामी आइपुगे बजार है, म र दिदी। दिदी चाहिँ सब्जीहरू हेर्दैछ अनि म चाहिँ यहाँनिर भ्लग बनाउनु भनेको। दिदीले 100 टमाटर छाने। यहाँ चाहिँ दिदीले चाँदीको यो तपाईलाई मैले चुरा हेर्नु हुँदैछ। चाँदीको चुरा हो। के अरे अहिले चाहिँ हामी बजारको भित्र आएको छु। हाम्रो सामान सबै भइसकेको छ है। यहाँनिर चाहिँ छ सामान चाहिँ नानीको लागि पिचकारी अझै सामान छ है। यो सामान चाहिँ हामीले राखिरहेको छ अहिले। चाहिँ कम्ती हुँदैन अलि अन्त यो 1050 भन्दैछ। हाम्रो चाहिँ सब्जी भइसक्यो हो, हामी चाहिँ यहाँ बसिरहेको छौँ। ढिलो भइसक्यो घर जानु। पानी पर्नु आँटिसक्यो। बाहिरको घरमा नानीहरू सक्यो, घरमा नानीहरू सक्यो होला है। ढिलो भइसक्यो हामीलाई यहाँ। टोटो नै हिँड्दै हिँड्दैन भयो बाजे। तपाईँले फेरि मान्छे बोलाउँदा मान्छे पनि ल्याउनु पर्छ। अनि चाहिँ 5 बजिसक्यो। घडीमा 5 बजिसक्यो हो। हामी पनि आएको 2 बजी आएको है। 3 बजी आएको। 3 घन्टा लाग्यो हामीले। साथीहरू चाहिँ अहिले घरमा गएर भेट्छु तपाईँहरू 4-5। अनि साथीहरू अहिले चाहिँ हामी घर आइपुगिसक्यौँ। दिदीले सबै सामानहरू खान सक्नु भइसक्यो हो। अब हाम्रो फेरि काम के छ दिदी? खाना पकाउने हो। अब मार्केट पनि गरेर आउनुपर्छ। अब खाना नि पकाउनु पर्छ। जिन्दगी बर्बाद भइसक्यो बिहा गरेर भनेर के गर्नु साथीहरू, यस्तै हो। आजको भिडियो यति नै छ। सानो बर्के सानो अनि छोटो
अनि मेरो च्यानललाई लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। हेर्दै गर्नु होला मेरो च्यानल। बाइ।